एक दिनको कुरा हो। साँझको खाना खाएर आराम गर्न भनेर बिस्तारामा गएका थियौं। दिनभरिको मेलापात, चुला आगो र धेरै कामहरूले थाकेर होला मेरी श्रीमती निदले झपक्क परिसकेकी थिए। त्यतिकैमा मेरो मोबाइलमा घण्टी बज्यो। मोबाइल हेरेँ, नोटिफिकेसन आएको रहेछ, जसमा एउटा सुन्दर प्रोफाइल भएकी एक युवतीको फ्रेन्ड रिक्वेस्ट आएको रहेछ। उसै समय फेरि त्यही नामबाट म्यासेज आयो, मलाई एक्सेप्ट गर्नु न, म हजुरलाई प्रेम गर्छु। मैले त्यो म्यासेजको रिप्लाई दिँदै भने, हजुर को हो र? त्यो युवतीले भनी, हेर्नु न, तपाईले कति छिटो बिर्सनु भएछ है। कुनै समय हामीले एउटै क्लासमा पढ्थ्यौं, कति छिटो बिर्सनु भएछ। मैले सुनेकी थिएँ कि हजुरले त बिहे पनि गरिसक्नु भएछ, तर म हजुरलाई प्रेम गर्छु। त्यति के भनेकी थिए, मैले उसलाई चिने। उसले त मसँगै पढेकी रहेछ। उसले म्यासेजमा धेरै कुराहरू लेख्दै थिए। त्यतिकैमा मेरी श्रीमती उताबाट मतिर निदै निदमा कोल्टे फेरि। मैले उसको अनुहारमा हेरेँ। मैले सोचे, मेरो सामु कति सुरक्षित महसुस गरेर मस्त निदाइरहेकी छ मेरी श्रीमती। मेरो सामु कति सुरक्षित महसुस गर्छे, मलाई कति भरोसा गर्छे, विश्वास गर्छे। माइतमा हुँदा अलिकति चोट लाग्दा रुनलाई आमाको काग थियो, अलिकति रिसाउँदा फकाउनलाई जोक र मजाक गरेर हँसाउनलाई दिदी बहिनी थिए। जे भन्यो त्यही पुर्याउन बाबा हुनुहुन्थ्यो र पनि मलाई विश्वास गरेर बिहे गरी आज मेरो सामु कति सुरक्षित महसुस गरेर निसङ्कोच निदाइरहेकी छ। मैले यस्तै कुराहरू सोच्दै थिएँ। उताबाट म्यासेज आइरहेको थियो। उसले के लेखेकी थिए त्यो पढ्न भन्दा पनि मैले श्रीमतीतिर फर्केर महसुस गरेँ। दिनभरिको काम, दिनभरिको थकाइ, केही पनि लाग्दैन उसलाई। मैले सोचेँ, हामीले दिने त्यही एउटै माया त हो, उसले हामीसँग खोजेको त्यही एउटा निस्वार्थ साथ त हो। मलाई लाग्यो आज मेरो साथमा भएकी श्रीमती सारा संसार छोडेर मसँग आएकी हो, जसले मलाई आफ्नो सब थोक ठान्छे, जसले म प्रति कुनै शङ्का राख्दिन। उसलाई धोका दिनु पाप हो। यस्तै यस्तै कुराहरू मनमा सोचिरहेँ। आफू एक विवाहित पुरुष भएको कारण यो सब सोच्नु पर्छ जस्तो पनि लाग्यो। मलाई अरू कुरा गर्न मनै लागेन। उसको म्यासेज आइरहेको थियो। मैले उसको म्यासेजलाई पढ्न थालिनँ। मैले उसको फ्रेन्ड रिक्वेस्टलाई ब्लक लिस्टमा राखिदिएँ। मलाई थाहा छैन मैले सही गरेँ कि गलत, तर मलाई यति थाहा छ कि मैले मेरी श्रीमतीलाई धोका दिइनँ। विगतको लागि वर्तमान फाल्नुहुन्न, न त भविष्यको लागि। वर्तमान नै जिन्दगी हो, जसले हामीलाई आफूलाई भन्दा धेरै विश्वास गर्छ, आँखा चिम्लेर भरोसा गर्छ, उसको आँखा छल्नु सबैभन्दा ठूलो पाप हो। त्यो पाप हामी कसैले नगरौँ।